सरप्राइज घर कसैलाई नभनी आएको म आफै सरप्राइज भइदिइरहेको कि फेरि घर आएको है कसैलाई नभनिकन पुरा घर आउनु पर्यो भनेको त त्यो किचन अनि यता पनि बन्दा उता छेउको कोठा पनि बन्दा सब बन्दा छ ल हेर घर कोही छैन नभए चापिला कहाँ बस्ने यो अनि यता हाम्रो भैँसी हाम्रो दुध दिने भैँसी घिउ दिने भैँसी यही हो होइन पहिला त 7वटा थियो भाइ हाम्रो घर त भैँसी त अहिले त सानो ठुलो गरेर 3टा रहेछ कि तल झारे खान् इस मेरो घर आज आएको म गाउँमा कस्तो घर कोइला यो हाम्रो मौरी है अनि हो उता नि छ मौरी त मेरो प्यारो कर्म घर है यो यहाँ पिनालु राख्ने ठाउँ छ यहाँ मै यो लसुन हो कि प्याज हो कति राम्रो टौवा हाम्रो टौवा यहाँ कस्तो आँप फल्छ नि यहाँ यो रुखमा कस्तो आँप फल्छ कि यति मजाको आँप फल्छ नि यहाँ आमा दाउरा नै काट्ने बेला भइसकेछ है बिचरा मेरो सासू आमाले यत्रो दाउरा बोक्नु भयो अन्त जेठ दिदीले नि बोक्नु भयो होला हुन त अब भयो नि आमाले त फेरि कुखुरा हाल्नु भएछ त अनि कुखुरा हाल्नु भएछ फेरि आमाले खोरमा सानो सानो कोही छैनन् यता पनि लगाएर सासू जेठानी कोही छैनन् यहाँ पनि ताला लाएर हिँडेछन् अनि थाना दिएको है मैले नै फोन गर्नु पर्यो झन् झस्याङ्ग बनाइदिन्छु घर आएर भनेको त लास्टमा त कहाँ हो भनेर जेठानीलाई फोन गर्नु पर्यो लगाएर त यस्तो आँप फल्छ नि यहाँ कागतीको रुख पनि छ नि त त्यहाँ कागतीको रुख छ कस्तो मजाले कागती फल्छ आँप फल्छ है अनि त्यो के भन्छ अरे कालो कालो के कस्तो नामनाको मरिचको रुख छ हो त्यहाँ मरिच कस्तो मजाको मरिच हुन्छ नि त त्यहाँ हामीले टिप्थ्यौँ होइन कुच्चो पनि हुन्छ हाम्रो त आज झन् है सरप्राइज दिन्छु आमालाई झस्काइदिन्छु भनेको त आमै हुनुहुन्न भनेको कोदोको पिठो लान्छु अनि घिउ लान्छु दुध लान्छु भनेर आएको है अनि अरू काम पनि थियो है अरू काम पनि थियो झन् अरू काम त भन्यो घरमा कोहीलाई भेट्न पाएन अनि जेठानीलाई चाहिँ कहाँ हो तपाईँ म यहाँ छु भनेको म भर्खरै तल आएको तिमी कहाँ हो भन्नुभयो यहाँ घर छु भने हो भन्न पत्यो भने कि हाम्रो तल जाने बाटो छ यहाँ अनि हाम्रो यहाँ गोरु पनि छ 2 हल गोरु नै हुन्छ है 2 हल भनेको त 4वटा हुन्छ कि 1 हल 2टा गोरु चराउन जानुभएछ कि बाबा यता बाटो छ स्कुटर टुइँ यता आएर आँगनमा राखिन्छ है अब म किचनमा पस्छु के छ कसेर आउनुभयो है कसेर आउनुभयो मेरो जेठानी कसेर आउनुभयो अनि मैले कहाँ हो भनेको भर्खरै आएको भन्नुभएको है कसेर आउनुभयो हेर्नु न तिमी गइहाल्ने हो कि बस्ने हो अरे ल हेर्नु न हेर्दै आउने हेर्नु न हेर न फेरि